सबजनालाई आजको भिडियोमा चाहिँ म कुरा गर्न गइरहेको छु हिरो एक्सपल्स 210 को बारेमा। नेपालमा चाहिँ हिरो एक्सपल्स 200 हुँदाहुँदै हिरोले चाहिँ फेरि पनि नयाँ ल्याएको छ हिरो एक्सपल्स 210। यतिको बजेट सेगमेन्टमा नेपालमा अरू कुनै पनि एडभेन्चर बाइक पाउनु हुँदैन र हिरोले चाहिँ यस सेगमेन्टलाई फुलफिल गर्दै फेरि पनि हिरो एक्सपल्स 210 लन्च गरेको छ 5,99,900 मा। यतिको प्राइस सेगमेन्टमा के यो बाइक नेपालकी मार्केटको लागि राम्रो हो त? यसको प्रोज, माइलेज, टप स्पिड, कोन्सको बारेमा चाहिँ म कुरा गर्न गइरहेको छु। हजुरले भिडियो अन्तिमसम्म हेर्नु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएछ भने सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। र फर्स्टमा कुरा गरौँ यसको इन्जिनबाट। हजुरले चाहिँ यसमा 210 सीसी को इन्जिन पाउन सक्नुहुन्छ। सिंगल सिलिन्डर लिक्विड कुल वाला इन्जिन पाउन सक्नुहुन्छ जसले चाहिँ 24.6 PS को पावर प्रोड्युस गर्छ र 20.7 Nm को टर्क जेनेरेट गरेर दिन्छ। यसमा चाहिँ 6 स्पिड को गियर बक्स पाउन सक्नुहुन्छ स्लिपर क्लच एसिस्ट को साथमा। भने पहिलेको 200 मा चाहिँ हजुरले 5 स्पिड को गियर बक्स मात्रै पाउनुहुन्थ्यो। अहिले चाहिँ एफआई सिस्टम भएर आएको छ र पहिलेको भन्दा एकदमै स्मुथ र रिफाइन्ड इन्जिन चाहिँ पाउन सक्नुहुन्छ। अब माइलेजको बारेमा कुरा गर्नु पर्दा हजुरले 40 को मजाले पाउन सक्नुहुन्छ। होइन हजुरहरू चाहिँ अलिकति रफली कुदाउनुहुन्छ भने हजुरको चाहिँ 30 देखि 40 को बिचमा पाउन सक्नुहुन्छ। अब टप स्पिडको बारेमा कुरा गर्नु पर्दा 130 देखि 140 मजाले लिएर जान सक्नुहुन्छ। तर हजुरहरू एकदमै कम्फर्टेबली राइड गर्न चाहनुहुन्छ स्मुथ टाइपले भने 90 देखि 110 कुदाउनु भयो भने चाहिँ हजुरहरूले एकदमै बेस्ट पर्फर्मेन्स पाएको फिल चाहिँ गर्न सक्नुहुन्छ। अब फ्युल ट्याङ्कको बारेमा कुरा गर्नु पर्दा 13 लिटरको फ्युल ट्याङ्क पाउन सक्नुहुन्छ भने अब यदि एकचोटि फुल ट्याङ्क गर्नुभयो भने 450 देखि 500 किलोमिटर चाहिँ मजाले लिएर जान सक्नुहुन्छ। यो चाहिँ एकदमै प्लस पोइन्ट हो यसको। ग्राउन्ड क्लियरेन्सको बारेमा कुरा गर्नु पर्दा यसमा चाहिँ 220 mm को ग्राउन्ड क्लियरेन्स पाउन सक्नुहुन्छ जुन चाहिँ एकदमै बवाल हो। नेपालको कन्टेक्स्टमा हेर्ने भने हामी अफ रोड पनि जानै पर्छ, अलिकति एडभेन्चर राइड गर्न चाहनुहुन्छ, हजुरहरूको गाउँघरको बाटो अलिक अग्लो होचो टाइपको छ भने पनि हजुरले चाहिँ मजाले लिएर जान सक्नुहुन्छ। अब सिट हाइटको बारेमा कुरा गर्नु पर्दा 830 mm को सिट हाइट पाउन सक्नुहुन्छ। यदि हजुरको हाइट चाहिँ 5'5" छ भने एकदमै मजाले कम्फर्टेबली राइड गर्न सक्नुहुन्छ। होइन हजुरको हाइट चाहिँ 5'4" मात्रै छ भने पनि हजुरले एउटा खुट्टाले सपोर्ट लिएर चाहिँ राइड गर्न सक्नुहुन्छ। अब लाइटको बारेमा कुरा गर्नु पर्दा यसमा चाहिँ क्लासिक डी सेपको प्रोजेक्टर हेडल्याम्प पाउन सक्नुहुन्छ DRL का साथमा। भने टेल ल्याम्प पनि हजुरहरूले एलइडी पाउन सक्नुहुन्छ, एलइडी इन्डिकेटर पाउन सक्नुहुन्छ र 200 को भन्दा चाहिँ बेटर भिजन पाउन सक्नुहुन्छ हजुर यदि चाहिँ राति कुदाइरहेको बेला चाहिँ। अब ब्रेकिङको लागि फ्रन्ट र रियरमा दुईटैमा डिस्क ब्रेक पाउन सक्नुहुन्छ र डुअल ABS को सिस्टम पाउन सक्नुहुन्छ। र हजुर चाहिँ यदि अफ रोड जाँदै हुनुहुन्छ या त भने चाहिँ हजुरले चाहिँ ABS चाहिँ स्विच गर्न सक्नुहुन्छ। अब 210 को एडभान्टेजको बारेमा कुरा गर्नु पर्दा 200 को भन्दा पावरफुल इन्जिन पाउन सक्नुहुन्छ, हाइवे पर्फर्मेन्स राम्रो छ, लिक्विड कुल इन्जिन पाउन सक्नुहुन्छ, 6 स्पिड को गियर बक्स पाउन सक्नुहुन्छ, मिटर कन्ट्रोल डिफरेन्ट पाउन सक्नुहुन्छ, TFT डिस्प्ले पाउन सक्नुहुन्छ र एकदमै रिफाइन वाला इन्जिन पाउन सक्नुहुन्छ। अब एक्सपल्स 200 को एडभान्टेजको बारेमा कुरा गर्नु पर्दा 210 भन्दा अलिकति लाइट वेट पाउन सक्नुहुन्छ र यो चाहिँ जसले गर्दा चाहिँ हजुरहरूले ट्राफिक जामहरुमा चाहिँ इजिली राइड गर्न सक्नुहुन्छ। र हजुरहरूको प्राइस अलिकति कम छ भने हजुरले हिरो एक्सपल्स 200 पनि लिँदा हुन्छ। अब नेपाली रोडको लागि प्रोज र कोन्सको बारेमा कुरा गर्नु पर्दा एकदमै एक्सिलेन्ट वाला पर्फर्मेन्स पाउन सक्नुहुन्छ। एकदमै पावरफुल बाइक राइड गरिरहेको जस्तो फिल चाहिँ हुन सक्छ हजुरले यदि अफ रोड राइड जाँदा या त हाइवेमा राइड गर्दा। एकदमै कम्फर्टेबल वाला सस्पेन्सन पाउन सक्नुहुन्छ, एकदमै राम्रो ग्राउन्ड क्लियरेन्स पाउन सक्नुहुन्छ, मोडर्न TFT डिस्प्ले पाउन सक्नुहुन्छ र हजुरलाई चाहिँ यदि एडभेन्चर राइड जान मन परिराख्नुहुन्छ भने हजुरको लागि चाहिँ यो बजेट सेगमेन्टमा यो बाइक बेस्ट हुन्छ। अब कोन्सको बारेमा कुरा गर्नु पर्दा चाहिँ सिट हाइट अलिकति अग्लो छ। यदि हजुरहरू सर्ट राइड हुनुहुन्छ भने हजुरहरूले यदि हजुरहरूको हाइट चाहिँ 5'2", 5'3" मात्रै छ भने चाहिँ हजुरहरूले हिरो एक्सपल्स 200 लिनु होला किनभने सिट हाइट अलिकति अग्लो छ 210 को। अब हजुरहरू अलिकति ह्याप्पियर फिल चाहिँ हुन्छ तपाईँहरूलाई 200 भन्दा। हजुरहरूले ट्युबवाला टायर पाउन सक्नुहुन्छ प्लस हजुरहरूले चाहिँ स्पोक वाला व्हील चाहिँ पाउन सक्नुहुन्छ। पछाडिपट्टि बसेको मान्छेलाई त्यति धेरै कम्फर्टेबल वाला सिट छैन। यदि हजुरहरू चाहिँ दुईजना चाहिँ लङ रुटको लागि टुर जाँदै हुन्छ भने पछाडि बसेको मान्छेलाई चाहिँ अलिकति कम्फर्टेबल कम भएको फिल हुनसक्छ। र 6 लाख को बजेटमा यतिको बाइक नेपालको लागि एकदमै बेस्ट लाग्यो मलाई। हजुरहरूलाई के लाग्यो, हजुरहरू लिनुहुन्छ हुँदैन
कमेन्ट सेक्सन भन्नुहोला र मेरो भिडियोको केही कमी कमजोर छ भने हजुरले कमेन्ट सेक्सन भन्नुहोला र मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला यस्तै भिडियोहरूको लागि। फेरि भिडियोमा अर्को भिडियोमा